हुनु पर्छ मनदेखि निर्मल कुवा पनि भइदिन्छन् गङ्गा जल। शुभकामना तिहारको शुभकामना होस्। सुधारेन एकैजना हो उहाँले म मर्तुबरु गोली खायो। जय गणेश जय गणेश जय गणेश देव माता तिम्री पार्वती पिता महादेव। यहाँ सधैँभरि भजन कीर्तन यसो गाउने 2 घण्टा समय पास गर्ने काम भइरहेको छ। हे राम नाम जपेर पर तर्नी हो जिन्दगीको भर छैन कहिले मर्नी हो। कहिले छोराबुहारीले चसक भनेको हुन्छ मनमा कुरा खेलिरहन्छ। एउटा परिवारको रूपमा हामी रहौँ, एउटालाई परेको दुःख एक आपसमा साटासाट गरौँ। नमस्कार, म जेठनारीको अध्यक्ष उद्धव प्रसाद बुढानीलङ्का नगरपालिका वार्ड नम्बर 10 वर्ष गर्ने। तर अध्यक्ष चाहिँ जेठनारीको 10 नम्बरको मात्रै होइन बुढानीलङ्काभरिकै मैले सेवा गर्दै आएको छु। र आज मैले यो माइक्रोफोन लिने र यहाँले दिएको दान दक्षिणाहरू सबै देश विदेशमा पनि पुगोस् अनि पछि स्वर्गलोकमा पनि पुगोस् भन्ने हिसाबले त्यो हेतुले यहाँ यो पुराण सुरु हुनुभन्दा सुरु भएका दिनदेखि आजसम्म जसले जे जति दान गर्नुभएको छ उहाँहरूको नेम लिस्टमा अङ्कित छ। त्यो मैले यो प्रचार गर्न चाहन्छु, यो चाहिँ पढेर वाचन गर्न चाहन्छु। यहाँ भागवतमा सहयोग गर्ने हुने हाम्रा बुवा आमा दाजुभाइ दिदीबहिनीलाई फेरि पनि हार्दिक स्वागत न्यानो अभिवादन। र यहाँले दिनुभएको दान हामी सही रूपमा सही ठाउँमा मात्रै उपयोग गर्छौँ, दुरुपयोग हुँदैन। यहाँलाई भनेर यहाँको सल्लाह अनुसार हामी खर्च गर्नेछौँ। र दान दिनुहुने दाताहरूले लगभग 50-51 जना पुग्नु भएको छ। उहाँहरूको नाम हिजो अस्ति पनि मैले वाचन गरेको थिएँ। तर आज दोहोऱ्याएर वाचन गर्नुपर्ने कारणले के हो भन्दाखेरि हाम्रो युनिभर्सल टेलिभिजनबाट क्यामेरा लिएर पत्रकारहरू आउनुभएको छ। त्यो युनिभर्सल टेलिभिजनबाट सबै देश विदेशतिर जहाँसुकै पनि प्रचार हुनुभएको हुनाले यहाँले दिएको दान हामीले प्रचार गर्नको लागि यो चाहिँ यो वाचन गर्न अनुमति चाहन्छु। यो पुराण श्रीमद् भागवत वाचन गर्नुभएको छ हाम्रो दिल्लीराज लुइटेल होइन, दिल्लीराम लुइटेल। हाम्रो दिल्लीराम लुइटेलले पनि अगाडि आएर आसन गरिदिनु हार्दिक अनुरोध गर्छु। गुरु अगाडि आइदिनु हार्दिक अनुरोध गर्छु। त्यसै गरी सधैँभरि हाम्रो माझमा आएर रमाइलो गरेर आनन्द लिनुहुने हाम्रा बुवा आमाको सबैको नाम लेखेर यहाँ समय बर्बाद हुनुभएकोले नाम मैले कसैले लेखिनँ। जे जति यहाँ उपस्थित भएको छ र फेरि पनि आउँदै हुनुहुन्छ सबैमा आफ्नो स्थानमा आसन गर्नु गरिदिनु न हार्दिक निमन्त्रण गर्दछु, अनुरोध गर्दछु। र त्यसै गरी हाम्रो माझमा आउनुभएको छ असाध्यै महत्त्वपूर्ण व्यक्तित्व। हामीले दैनिक रूपमा हामी लगाउने वस्त्रहरू उहाँले उत्पादन गर्नुभएको छ। उहाँ हुनुहुन्छ खडक सिंह बोहटी। उहाँको घर बाजुरा जिल्ला होइन, बाजुरा जिल्लाबाट यहाँ आएर लगभग उहाँले 29 वर्ष सेवा गर्नुभएको छ। यही हजुरको अल्लोको, सिस्नुको, गाँदाको अनि केतुलेको अनि अन्य हाम्रै देशमा उत्पादन भएका कच्चा पदार्थहरूलाई कुटेर पिसेर ढुट्टो बनाएर धागो काटेर अनि ऊन बनाउनु भएको छ र ऊन बनाएर कपडा उत्पादन गर्नुभएको छ। उहाँलाई सबैले ताली पकाइदिनु न। र यहाँ अगाडि आएर आसन गरिदिनु न हार्दिक अनुरोध गर्छु। अगाडि आइदिनु न। त्यसै गरी उहाँको सर्जन छोरा हुनुहुन्छ नाम के दिएको हामीले सुजन बोगटी। सुजन बोगटी भाइलाई
आजको जेनजी पुस्तालाई पनि अगाडि आएर आशीर्वाद गरिदिनु जेनजी पुस्ता अहिले त जेनजी पुस्ताको धेरै महत्त्व छ। यो महत्त्व विकृति र विसङ्गतिको विरुद्धको महत्त्व थियो। तर त्यहाँ घुसपेट भएर अपराधी जन्ने मान्छेहरूले गएर आगजनी गरेको हुनाले देशको सम्पत्ति नष्ट गरेकोले अलिअलि विकृति भएको छ। त्यसमा हामीले जेनजी पुस्तालाई दोष दिएकै छैनौँ। हाम्रो अपराधी गतिविधि गर्ने देशी विदेशी शक्तिलाई हामीले चाहिँ तपाईँको दोष देखाएका छौँ। तर भोलिको दिनमा छानबिन हुने नै छ र यो अब यस्ता किसिमको घटनाहरू नघटोस् भन्ने हामी चाहन्छौँ। धन्यवाद। यसै गरी हाम्रो सामुन्ने आउनुभएको छ हाम्रो समितिका उपाध्यक्ष हरिबहादुर रायमाझी आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। शङ्कर शिवकोटी सचिव हुनुहुन्छ, आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। कुन्ती देवी देवकोटा कोषाध्यक्ष हुनुहुन्छ, आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। अरू हरिप्रसाद भट्टराई, गोविन्दलाल दमाई, अमृत बहादुर सुवेदी, हरिप्रसाद पटेल, लीला भुइगेल र कौशिला घोरासेनी आमा हुनुहुन्छ। यहाँलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै सबै आमालाई तुलसी भाइ दाई हुनुहुन्छ, हाम्रो चाहिँ अन्य महानुभावहरू। हजुरको नाम के पोखरेलको नाम थियो? तुलसीराम दाहाल पोखरेल रुद्र प्रसाद नुरदेव प्रसाद पोखरेल यहाँ उहाँ दान गर्नुभएको छ। उहाँलाई पनि हार्दिक स्वागत गर्दछु। र त्यसै गरी बुवामा सबैले चाहिँ यहाँ दान गरेर आफ्नो अमूल्य समय दिनुभएको छ। र भोलिका दिनमा वैकुण्ठवास हुँदाखेरि पनि यो समाजमा चढाएका जे जति भेटीहरू छ यहाँले पाउनुहुनेछ। भोलिका दिनमा यहाँले चाहिँ तपाईँको सम्पत्ति ढिकुटीमा राख्नु भएको छ भन्ने हामीलाई लागेको छ। बुढानीलकण्ठ नगरपालिका वार्ड नम्बर 1 माथि मन्दिरभन्दा माथि उहाँले यी मैले भनेका कच्चा पदार्थबाट हजुरको सुतका कपडाहरू उत्पादन गर्नुभएको छ। त्यसबाट सर्ट प्यान्ट पनि बनेका छन्, झोलाहरू पनि बनेका छन्, कोट प्यान्ट पनि बनेका छन्। जे जे चाहिन्छ त्यो सबै बनेका छन्। त्यति मात्रै होइन, कागज पनि उत्पादन भएको छ। उहाँलाई हामीले आफ्नै देशमा दुःख गरेर जुन उत्पादन गर्नुभएको छ र हामीले विदेशबाट अहिलेसम्म ल्याएका कपडाहरू लगाइरहेका छौँ। हामीले स्वदेशको कपडाहरू लाउन पाएका छैनौँ। यता कता कहिलेकाहीँ एउटा कोट यसो एउटा प्यान्ट एउटा सर्ट चाहिँ कहिलेकाहीँ लाउने गरेका थियौँ। तर यसरी उत्पादन गरेर पुरै तपाईँको सबै समाजलाई पुग्ने गरी उत्पादन गर्नुभएको छ भन्ने मलाई लागिरहेको थिएन। तर अस्ति गएर मैले धेरै उत्पादन गर्नुभएको छ। उहाँसँग धेरै कपडाहरू छन् र उहाँको कपडा बिक्रीको लागि मैले भनिरहेको छैन, उहाँको आम्दानीको लागि मैले भनिरहेको छैन। मैले के भनेको छु भन्दाखेरि तपाईँको यो जाडोमा न्यानो कपडा आफ्नै देशमा उत्पादन भएको उचित मूल्यमा अझ पनि हाम्रो जेठनारी बुढा आमालाई त अझै अरूले दिने मूल्यभन्दा घटेरै उहाँले दिनुहुन्छ। र खरिद गर्नको लागि यदि आवश्यक परेमा हामी बाहिर नजाउँ, आफ्नै ठाउँमा हामी उहाँको फोन नम्बर लिनु होला, उहाँसँग सम्पर्क गरेर यहाँलाई आवश्यक पर्छ भने सामान पनि लिदिए देशको आर्थिक उन्नतिमा टेवा पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु। र आज हाम्रो धेरै कुरा गर्दैन, देउसी भैलो कार्यक्रम छ। देउसीको उद्घाटन हाम्रो गरिदिनुहुन्न सुदर्शनका आफूले जो गुरुलाई हार्दिक अनुरोध गर्दछु। भगवान की, भगवान की, भगवान की, राधा कृष्ण भगवान की, गौरी शंकर भगवान की, सत्य सनातन धर्म की, नेपाल आमा की, देवालय पशुपतिनाथ की, सिद्धेश्वर महादेव की, पंचकन्या माता की, कुमारी माता की, अष्टभुजा माता की, भागवती गंगा की, विष्णुमती गंगा की, उच्चमती गंगा की, रुद्रमती गंगा की, ज्येष्ठ नागरिक आमा दाजुभाइ दिदीबहिनीहरू की, आजको आनन्द की, श्रीमद् भागवत महापुराण की, श्रीमद् भागवत महापुराण 14 ज्ञान महायज्ञ की। अब हामी पहिले यो जीवकलशको साधन पूजा गराउँछौँ अनि कार्तिक महादेवको भन्छौँ र अनिखेर देउसी भैलोको लगातार हामी
सुरु गर्छौं। आरोग्यम धन सम्पदा ज्ञान ज्योति प्रकाशाय दीप ज्योति नमस्तुते कृष्ण कर्म साक्षी दीप नारायणाय नमस्तुताय सहस्रमूर्तये सहस्रपादाय शिशुरूपाय सहस्रनामे पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः पाद्यमार्गमात्मने पंचामृतं शुद्धोदक स्नानं समर्पयामि भूतिप नारायण नमः फलदाते शुभम भवत कल्याणम आरोग्यम धन सम्पदा ज्ञान ज्योति प्रकाशाय दीप ज्योति नमस्तुते कृष्ण कर्म साक्षी दीप नारायणाय नमः। अब कलश में पूर्ण जीवन विश्व विश्वराय विश्व भुवनेश्वर भारती भान्य विश्व प्राणस में पूजा करते कलश ऐसे मध्य विष्णु का घेर रुद्र समाहित नमले तथा चित्तुर्णव मध्यमात्रे गणाधिपति छोटु सागर सर्वे सप्तति परिवासनम ऋग्वेद यजुर्वेद समवेद कथर्व अंगै च सहिता सर्वे कलशन्तु समाहित पाद्यम अर्घमात्मने समर्पयामि कलशाय नमः। कलश देवी सूर्य विष्णु विनायक सूर्य सोम भवन शुद्ध शरीर कुल देवता इष्ट देवता ज्ञान देवता भोजन ब्रह्मामराजे त्रिपुराकारे भानु शशि भूमि सुतो दुदश गुरु सचंद्र शरीर होते कलशाय या गणेश यागत्रयातिशयावत्पुरं करोमि तावतं शुश्रूषप्रसन्नो वरदो भव गणाधिपतये नमः। पाद्यं समर्पयामि अर्घ्यं समर्पयामि आचमनं समर्पयामि ओ गणपतये नमः। पाद्यं अर्घ्यं अर्घ्यं सर्वे पानी चढाइदिनु भयो चन्दन रातो अक्षता रातो फुल दुर्वाङ्कुरं गणाधिपतये नमः। बोले राजन वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा श्रीमान गणाधिपतये नमः। राजन अब यता पोस्ट किताबको पूजा भागवत हरि ओम सहस्ररेखा पुरुषा सहस्राक्ष सहस्रपाद सभूमिगु सर्वत्र स्फुरति तिष्ठत साङ्गलं महापुरुषै वेदगु सर्वजगुयाति या कन्या मुकुसारहार धवला या शुभ्रवस्त्रावृता या वेणावरणमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्करा प्रजवेर देवै सदा वन्दिता सामन्तात् सरस्वती भगवती विशेषराजापा शुक्लं ब्रह्मविकारसार परमाद्यं जगद्व्यापिनी वीणा पुस्तकधारिणी मभयदां जागन्धकारापहं हस्ते फाटिकमानिकां ददति पद्मासने संस्थिता नमेऽहं परमेश्वरी भगवती बुद्धिप्रदां शारदे भेटी पनि होइन अब आफ्नो के भन्छ अरे फुलपातीले भइहाल्छ हेर्नु पर्छ आएको आएछ त के लु अब यसो धूप राखिदिनु त्यहाँ आरती धूपम दीपम नैवेद्यम दक्षिणा द्रव्य नियम चाहिँ हुन्छ षोडशोपचारमा त्यो धूपम दीपम
भगवानी गान जय जय देव हरे जनक सुता कृपा भूषण गीता दूषणाय गीता दूषणाय समरसनिक दश कंठ जय जय देव हरे अभिनव जलधर सुंदर धृतरांबराय धृतरांबराय श्रीमुख चंद्र चकोर जय जय देव हरे तव शरणे प्रणता भयमिति भावये भयमिति भावये कुरु कुशलं प्रणतेषु जय जय देव हरे कुरु कुशलं प्रणतेषु जय जय देव हरे श्री जय जय देव कबीर कुरुते मुदं मंगलमादुल आरति जय जय देव हरे मंगलमादुल गीतं जय जय देव हरे श्रीकमला मुखमण्डल भृतकुण्डलाय भृतकुण्डलाय कलितललित वनमाला जय जय देव हरे अद्भुत गौरव करुणावतार संसार सारं भुजगेन्द्र सदा वसन्तं हृदयारविन्दे भगवद्भवानी सहितं यानि यानि च पापानि जन्मान्तरकृतानि तानि सर्वाणि नश्यन्ति प्रदक्षिणे पदे पदे पापोऽहं पापकर्माणां पापात्मा पापसम्भवे तायिनां पुण्डरीकाख्या सर्वै पापहरो हर आरती समर्पयामि गणपतये नमः आरती समर्पयामि श्रीमद्भागवत पुराण की आरती समर्पयामि कार्तिक महात्म्य की जय जय श्री राधे नारायण नारायण फूल पाती गजानन भूतगणाधि सेवितं कपितजम्बूफलचारुभक्षणं उमासुते दामोदर माधव हे कृष्ण कमलापते यदुपते सीतापते श्रीपते वैकुण्ठाधिपते चराचरपते लक्ष्मीपते पाहिमान् आदौ रामतपोवनादिगमनं हत्वा मृगं काञ्चनं वैदेहीहरणं जटायुमरणं सुग्रीवसम्भाषणं बालीनिर्दलनं समुद्रतरणं लङ्कापुरीदाहनं पार्षद्रावणकुम्भकर्णहननम् एतद्विरामायणम् आदौ देवकी देवगर्भजननं गोपीगृहे वर्धनं मायापूतन जीवितापहरणं गोवर्धनोद्धारणं कंसच्छेषणं लक्ष्मीकान्तं रमणनं योगिविर्ध्यानगमनं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं रत्नैकल्पितनाशनं हिमजलैर्नानां दिव्यम्बरं नानारत्नविभूषितं मृगमदमूलाङ्कितं चन्दनं जातिचम्पकबिल्वपत्ररचितं पुष्पं धनरूपं तथा दीपं देवदयानिधे पशुपते हितकल्पितं गृह्यतां सौभाणेन रत्नखण्डरचिते पात्रे घृतं पायसं भक्षं पञ्चविधिपयोदयुतं ब्रह्मफलं पानकं शाकानामृतं जलं रुचिकरं कर्पूरखण्डोदलम् आम्बूलं मनसा मया विरचितं भक्ताप्रभो श्रीगुरु छत्रं चामरयोर्युगं रजनकं सारस्वकं निर्मलं वीणाभेरिमृदङ्गकाहरकलादीपं चरित्रं तथा साष्टाङ्गप्रणतितु ते बहुविधाहितं समस्तं मया संकल्पेन समर्पितं तव विभो पूजागृहाणां प्रभो आत्मा त्वं गिरिजापति सचराचरण शरीरं ध्यं पूजाते विषयोपभोगरचना निद्रासनादित्ये संसारपदयो प्रदक्षिणं उत्तराणि सर्वाग्यौ यत्कर्म करोमि तत्तदखिलं
भूत बाराधम करणचरण कमला कायदम कर्मजम्बा श्रवणनयन जम्बा मानसम्बा पराणम बीज बीजम्बा सर्वमेत क्षमस्व जय जय करणम जय श्री महादेव शंभो नानी पुष्पाणि मनोहराणि शिरा शिराणाम विदुराणि कल्पद्रुमाणि दुर्गानितानि पुष्पाञ्जलि मेस्तु सुखाय नित्यं पुष्पाञ्जलि समर्पयामि श्रीमद्भागवत की कार्तिक महात्म्य की मंगलपते नमः पुष्पाञ्जलि समर्पयामि श्री कृष्ण अर्पणमस्तु नारायण 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 एकछिन गरेर कार्तिक महात्म्य सुरु हुन्छ आजदेखि अब अलिकति थोरै वाचन गर्नु हामीहरू सधैँका भइरहेको हामी सधैँ आएर आउँदा त हामी हार्दिनु पऱ्यो अब यो भागवत सुरु भएको हाम्रो 2082 साल असारको 23 गते होइन 23 गते हामीले सुरु गरेर आज हामी कार्तिकको कति गते 4 गतेसम्म आइपुगेका छौँ र कार्तिक 16 गते हामीले साङ्गे गर्छौँ विसर्जन गर्छौँ। अहिले दिने दाताहरू भइरहनु भएको छ। अहिलेसम्म प्राप्त भएको रकम र नावली यहाँहरू समक्ष पढेर सुनाउने वचनबद्धता व्यक्त गर्दछु। गणेश कुमारी घिमिरे 1 नम्बरबाट रु 500, वीणा प्रसाई रु 1100, भूमि प्रसाद भट्टराई 500, रुक्मिणी देवकोटा घिमिरे 1100, तुलसीराम दाहाल रु 500, तिरुपति पौडेल रु 500, गणेश कुमार प्लस उमादेवी नेपालबाट रु 5000 पैसा होइन 5032 र 1111 रुपियाँ नगद। सिएल कुमारी हो कि तेल कुमारी हो, तेल कुमारी बोगटीबाट रु, रामजी न्युपानेबाट रु 500, दुर्गा शङ्कर घिमिरेबाट रु 550, सरस्वती प्रसाद घोरासैनी रु 500, सरस्वती प्रसाद के हो घोरासैनी हो होइन होला, सरस्वती प्रसाद के हो के दिएको भन्नु त सरस्वती प्रसाद यता काइटे अक्षर सरस्वती प्रसाद प्रसाई हो यो वर्षै सरस्वती प्रसाद खतिवटाबाट रु 510, सरला सुवेदी शिवकोटीबाट 1101, उहाँले जन्मदिनको अवसरमा प्रदान गर्नुभएको छ। चन्द्रप्रसाद पौडेलबाट रु 255, भाइराम अधिकारीबाट 1010, शिवशङ्कर बानिया 40, शिवशङ्कर 40बाट 525, कौशिला घोरासैनी आमा हुनुहुन्छ आमा 1500 भने 1500, नानो सिलवाल 205, जानुका ढकाल रु 510, उज्जवल दाहाल द्रोणा भनेको छ जन्ममितिको जन्मदिनको अवसरमा 1500, सायद मेरै छोरो हुनसक्छ। सीता नेउपाने रु 600, कृष्ण कुमारी पोखेल 500, केवल दाहाल 140, वेदमाया गौतम 500, कुन्ती देवकोटा 1110, सुनदेवी मल्ल 1005, गीता शर्मा 1015, सूर्यप्रसाद त्रिपाठी 505, सुदर्शन काफ्ले 1005, कृष्ण प्रसाद गौतम 200, तुलसी प्रसाद नेपाल रु 500, रामप्रसाद ढुङ्गाना रु 200, उमादेवी भट्टराई 510,
भगवती खत्री 510, नेत्रबहादुर बस्नेत 505, नाम लेख्न लेखेको रहेछ आमाले नजाएको 200 रुपियाँ लेख्नुभएको छ। ठाकुर कुमारी चौलागाई 510, नमस्कार कार्यक्रम नरमाया सिटौलाहरू 510, कृष्ण कुमारी बोगटीहरू 205, सीताराम अहिले हजुर ठिक छ सीताराम चौलागाई 520, पौडेल खत्री धनमायाहरू 310, दयादेवी पोखेल 500, के बहादुर श्रेष्ठ उत्तम बहादुर श्रेष्ठ धनबहादुर श्रेष्ठहरू 505, नानो सिलवाल 500, नैना कला कार्की 1005, दुर्गादेवी मैनाली 1510, दिल्ली प्रसाद लुइटेल 500, अमृत बहादुर बस्नेत 500, रमा घिमिरे 505। जम्मा अहिलेसम्म हामीले 51 जना दानवीर दाताहरूबाट रकम प्राप्त गरेको छौँ। यहाँ चाहिँ हामीले अस्ति पनि टोटल गरेका छौँ, फेरि पनि हामी टोटल गरेको यो महिनाको अन्तिममा साङ्गेको दिनभन्दा अगाडि अस्तिसम्म हामीले लगभग कम्ती 20,000 कति उठाएका थियौँ र योभन्दा पछाडिको फेरि हामी कुर्न बाँकी नै छ। र आज हामीले देउसी कार्यक्रम गर्दैछौँ। त्यो कालो कार्तिक दशा जान्छ, ग्रह जान्छ भनेर चाहिँ हामीले देउसीमा भन्ने गरेका थियौँ। कसैले आउँछ होला यो पनि र सम्म भएसम्म सबको हामीले सहयोग गरेर यो समाजलाई उत्थान गर्नु। यो समाजमा आएको पैसाले हामी यहाँहरूको सल्लाहअनुसार अलिअलि यो निर्माण गर्दाखेरि श्रमदान गर्नुपर्ने। मैले बुवा आमाहरूलाई कसरी बालुवा बोक्नु, कसरी गिटी बोक्ने भन्न सकिनँ, म आफूले बोकिनँ। त्यसले गर्दाखेरि 50,000 रुपियाँ हामीले 10 लाख ल्याएकोमा 5%ले 50,000 रुपियाँ श्रमदान गर्नुपर्ने हुन्छ। त्यो 50,000 रुपियाँ हामीले दिन सकेनौँ, उठाउन सकेनौँ भने 50,000 उसले काटिदिन्छ नगरपालिकाले। त्यसैले हामीले वर्ष त्यसलाई पनि फेरि गरौँ र बच्यो भने पैसा हामीले फेरि हाम्रो पर्सि एकादशीको दिन भ्रमण लान सक्छौँ। हामीले एकादशीको दिन हामीले चाहिँ हजुरको गाडी भाडामा हामीसँग पैसा भयो भने फेरि अस्ति भनेको थिएँ किन लगिनुहोस् नभन्नु होला, किनभने हामीसँग पैसा भएन भने हामी लान सक्दैनौँ। यदि हामीसँग पैसा भयो भने हामीले बस रिजर्भ गरेर यहाँहरूलाई हामीले पुऱ्याउने गर्नुभयो। एकादशीको दिन दर्शन गराउनेछौँ। सबैले परिचय पत्र हातमा लिनुहुनेछ, जसले गर्दा लाइन बस्नुपर्ने हुन्न कि म अझ मध्य गरौँला र हामीले सरर गरेर चाहिँ बुढानी लगेर भगवान्को चाहिँ दर्शन गरेर हामी सक्छौँ। फेरि पनि त्यस्तो अन्य कार्यक्रम पनि हामीले गर्न सक्छौँ भन्दै अब मैले यो माइक्रोफोन अथवा गुरुले आफ्नो चाहिँ भावत भनेर त्यस पछाडि यो देउसी भैलो कार्यक्रममा अगाडि बढाइदिन ले दिनुभएको हरिबहादुर राउत यहाँ हुनुहुन्छ। उहाँले 5,000 रुपियाँ रायमाझी हरिबहादुर रायमाझी हाम्रो उपाध्यक्षले 5,000 दिनुभएको छ। त्यो पैसा हामीले सरसापट गरेर यहाँ भवन किनेका थियौँ। फेरि त्यो पैसा फेरि अलिकति पनि सहयोग गर्नुपर्छ। यो मन्दिरमा रङ रोगन गर्दैछौँ। समथिङ 6,000 साढे 6,000 लागेको थियो मन्दिर रङ रोगन गर्नलाई। त्यो सामान किन्नलाई मात्रै त्यो उसको त फरक छ। त्यसमा उहाँको पैसा पनि लागेको छ र आज देउसीको लागि प्रदान गर्नुहुनेछ। प्रदान गर्नुभएको छ देउसीको लागि। यहाँ चाहिँ मैले यहाँ टिपेको छु। बोलेको 2042 साल कार्तिक 3 गते हामीले बजाएका थियौँ। एकजना बहिनी विनिता बहिनीज्यूले आएर 210 रुपियाँ प्रदान गर्नुभएको छ। त्यसै गरी आज 4 गते विनिता थापा बहिनीज्यूबाट रु 1,005 प्राप्त भएको छ। उहाँले दिएको पनि लेखेको होइन, हजुरको नाम आएको आएन आएको छैन, लेख्न बाँकी। उहाँले के भन्नुभएको छ भन्दाखेरि यो मैले दिएको पनि तपाईँको दानदाता यहाँ लेखिदिनुहोस् अनि मेरो गाउँमा भएको छोरीलाई बाजुरामा हुन्छ त्यहाँ बनाइदिनुहोस् भन्नुभएको छ। त्यसले गर्दा हामीले टेलिभिजन ल्याएका छौँ। आज यो
टेलिभिजनबाट सबै गाउँ गाउँ बस्ती बस्ती देश विदेश सबैतिर सुनिन्छ भन्दै मैले यति नै गुरुबालाई अगाडि बढाउन आएको अब कार्तिक माघमा सुरु हुन गइरहेको छ हजुरहरूले ध्यान दिएर सुन्नु होला त्रयोदश अध्याय नारद उवाच जलन्धर तत्सुत्वा कोपा कोल कुलित विग्रह निर्जगामा सुधैतानां कोटिभि परिवारित गच्छतो स्याकृत शुक्रो राहु दृष्टिपथे भवतु मुकुटस्य चापतत् भूमो वेगात् प्रसखलित तथा दैत सैन्यविते तस्य विमानानां सते तदा व्यराजत नवपूर्ण प्राविशये भव यथा घनै तस्य जनो तथा दृष्ट्वा जीवा शक्र पुरोगम अलक्षितास्तथा जग्मु ज्ञापन न जानासि कथं स्वामिन् देवा पत्तिमिमां विभो तदस्मद्र छनाकाय जयसागरनन्दनं नारदुवाच इति देववचस्तुता महाविष्णुं समाहूय वचनं चेदमब्रवीति श्रुवाच जलन्धर कथं विष्णुनाथ संहरे तद्गृहं चाप्यातोषि चोक्ता वैकुण्ठात्मना विष्णुरुवाच तवां ससम्भवत्वाश्च भ्रातृत्वाश्च तथा श्रिय न मया नियता सङ्ख्ये त्वमेव जय दानवं नामे भीर्महातेज शास्त्रार्थे बद्धते मया देवैः सुतेजोषं शास्त्रार्थे दीयता मम नारदुवाच अथ विष्णुमुखादेवा सुतेजांसितदुषितदा तानैक्यमगमन्निषु दृष्टामुचन्म तेन करुणादेवो महासं शस्त्रमुत्तमं चक्रं सुदर्शनं नाम ज्वालामालाग्निभीषणं तेजशेषेण च तदा भद्रं च कृतवान् हरि तावत् जलन्धरो दृष्ट कैलास तलभूमिषु हस्तसुरथ पत्नीनां कोटिभि परिवारित तं दृष्ट्वा लक्षिता जग्मुरुदेवा सर्वे यथा गता गणास्य ममर मायाता युद्धायाति त्वरान्विता नन्दी गणेश सेनानी मुखां सर्वे शिवाज्ञा अवतेरुणगा वेगन् कैलासा दुर्मदा ततः समभवद्दुद्धं कैलासो पत्तका भुवि प्रमथाधिपते इत्यानं घोरं शस्त्रास्त्रसङ्कुलं भेरी मृदंग शंखौ घ निशूर्णै विरहर्षणै गदासुरथ शब्दैश्च नादिता भूर्भकम्पदा शक्ति तोमर बाणै घ मुसल प्रास पट्टिसै गराजन नव पूर्ण मुल्काभिरिव संवृतं नियतैरथनागा स्वरे भूत भूस्तदा तैव राजत वज्रहता चल शिर सकलैरिव संवृता प्रमता हत दैत्यो घान भार्गव समजीवयत् युद्धे पुनः पुनः तत्र मृत सञ्जीवनी बलात् तं दृष्ट्वा व्याकुली भूता गणा सर्वे भयान्विता सशंसुर्देवदेवाय तत्सर्वं शुक्रचेष्टितम् अनुरुद्रमुखाकृता बहुवातिव भीषणा तालजङ्गाधरी पक्ता तनापीडितौरुहा सा युद्धो भूमिमा साध्य भक्षयन्ति मासुरन् भार्गवं सुभगे धृत्वा जगामान्तरहिता धृतं भार्गव दृष्टा दैत्यसैन्यगणा तदा अम्लाना वदना हर्षा निर्जग्नु युद्धदुर्मता अथा भजदैतानां सेनागण भयार्जिता वायुवेगेन हते वप्रकेण तेन समति भग्नं गणभयात् सेनां दृष्ट्वा मर्षयुताययो निशुम्भ शुम्भ सेनान्यो कालनेमि च वीर्यवान् त्रयस्ते वारयामासुर गणसेना महाबला मुञ्चन्त सर्ववर्षाणि प्राविशीव बलाहका ततो दैत्य सर्वगाते सलभानामिव व्रजा रुरुदुःखं दिशा सर्वा गणसेनामकम्पयन् गणसरस्वतीर्भिन्ना रुधिरासारवर्षिणा वसन्ते किं सुखाभासा न प्राज्ञायन्त किञ्चन पतिता पातमाना च भिन्ना छिन्नास्तदा गणा त्यक्त्वा संग्राम भूमि ते सर्वेपि विमुखा भवन् ततः प्रभगं सुबलं विलोक्य ततं प्रभगं सुबलं विलोक्य शैलादिलम्बोदर कार्तिकेया त्वरान्विता दैत्यवरान् प्रसह्य निवारयामासुरमर्षेण
इति श्री पद्ममण्डल कार्तिक महादेव रुद्र सेना पराभव नाम त्रयोदशोध्याय श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द अथ चतुर्थोध्याय माइक छैन होइन माइक छैन अलिकति थोरै है हामीले अतिथिलाई पनि व्यस्त समयको बावजुद हामीले निम्ता गरेका छौँ त्यसो हुनाले हामीले हाम्रो टाइमलाई हामीले म्यानेज गर्नुपर्ने हुन्छ यो भाव त हामी बस्नेले सुनि नै रहन्छौँ र आज देउसीको उपलक्ष्यमा अनि दानदाताको उपहार पनि प्रदान गर्नको लागि आउनुभएको छ अतिथिको उहाँलाई दुई शब्द हामी बोल्न दिन्छौँ गाँजाको कपडाबाट गाँजाबाट अल्लोबाट केराबाट सिस्नुबाट अनि क्यातुके फुल होला यो क्यातुके फुलबाट यसको दाजुको बोक्राहरूलाई कुटेर त्यसलाई पकाएर गालेर पछाडि हुन्छ उहाँहरूको 30 वर्षको अनुभव गरेर उहाँहरूले तिनीहरूको यो सुती कपडा उत्पादन गर्नुभएको छ दौरा सुरुवाल पनि हुने कोट प्यान्ट पनि हुने हरेक कुरो चाहिँ तपाईँ त्यसबाट बन्ने त्यसमै उत्पादन गरेर उद्यमशीलता हुनुहुन्छ उहाँको नाम हो खडक सिंह बोगटी यो चाहिँ बुढानीको वार्ड नम्बर 1 मा उहाँले चाहिँ उहाँको घर चाहिँ बाजुरा जिल्ला हाल चाहिँ यहाँ आएको उद्योग खोल्नुभएको छ वार्ड नम्बर 1 मा उहाँलाई दुई शब्द आफ्ना राखिदिनु हुन र दानदातव्य उपहार पनि के गर्न सकिन्छ त्यति चाहिँ यहाँहरू समक्ष अनुरोध गर्दछु धन्यवाद ज्येष्ठ नागरिक समाजका अध्यक्ष उपाध्यक्षज्यू सचिवज्यू कोषाध्यक्षज्यू हाम्रो टेलिभिजन मा प्रचार गरिदिनु हुने पत्रकारहरू म्याडमहरू यस्तै गरेर हाम्रो यो समाजमा रहनुभएका हाम्रा बुढापाका आमा बुवा दिदी बहिनी दाजुभाइ म अल्लो बजार कम्पनीको सञ्चालक मेरो नाम खडक बोगटीको तर्फबाट यो समाजलाई हजुरहरूलाई नमस्कार गर्न चाहन्छु नेपालमै केही आत्मनिर्भर बन्नका लागि नेपालमै भएको व्यक्तिलाई केही गरिखाउँ भनेर हामीले हामी एउटै नगरपालिकाभित्र रहेको वडा नम्बर 1 बुढा नीलकण्ठ नगरपालिकाको वडा नम्बर 1 मा रहेको निलो पुल तपाईलाई थाहा होला निलो पुलभन्दा एक स्टेप अगाडि वडा कार्यालयसँगै हाम्रो अल्लो बजार भन्ने एउटा कम्पनी छ त्यो कम्पनी त्यो उद्योगभित्र हामीले नेपालमै भएका गाँजाका लुगा अल्लोका ब्यागहरू केतुके बनाना भेडाको ऊन त्यो नेपाली प्राकृतिक रेसाबाट बनेका वस्तुहरू निर्माण गर्छौँ जो कि यो लगाएको टोपी छ यो अल्लोको हो यो लगाएको टी सर्ट हो यो गाँजाको हो यो लगाएको प्यान्ट हो यो पनि गाँजाको हो यो मोजा छ यो पनि गाँजाको हो जुत्ता मात्र मैले सधैँ लाउने गर्थेँ आज धुन लगाएर जुत्ता चाहिँ अर्को लगाएर ल्याएको छु हामीले शिरदेखि पाउसम्म हिँड्नेदेखि बोक्नेसम्म हजुरहरूलाई बुढापाकालाई योगा गर्ने योगा म्याट जुत्ता मोजा कोट प्यान्ट दौरा सुरुवाल ल्यापटप ब्याग मनी ब्याग स्कुल ब्याग क्यामेरा ब्याग योगा म्याट जस्ता 200 वटा आइटम बनाएर युरोपको 13 देशमा सप्लाई गर्छौँ र नेपालमा जान्ने मान्ने है भला आदमी कपडालाई चिन्ने शरीरलाई फाइदा गर्ने लुगा लगाउँ भन्ने रिटायर भएका आइएनजिओ सङ्घ संस्था बुद्धिजीवी समाजसेवी पालिका स्थानीय सरकार
तिनीहरू कनेक्टिभिटी गरेर हामी नेपाली उत्पादनलाई बिक्री गर्दै उत्पादन गर्दै आइरहेका छौँ। यो भनेको शरीरलाई फाइदा, टिकाउ, भरपर्दो। यो लुगा किन्यो भने यो पैसा विदेश गएन, नेपालमै रह्यो। नेपालका उद्योग कल कारखाना चले र नेपालका दिदीबहिनी दाजुभाइहरू रोजगारी पाए र हाम्रो खेर गइरहेको बाँझो रहेको जग्गामा त्यो जग्गाको र मेटेरियलबाट हामीले वस्तु लाउन पायौँ। अब कुनै व्यापारीले ठुलो भोलकमा दसैँ तिहार चाडपर्वमा हामीलाई कपडाको होलसेल चाहियो भने सुनौली नाका कुद्नु परेन, वीरगञ्ज नाका कुद्नु परेन। नेपालमै हाम्रो सिरानीमा भएको खेर गइरहेको कच्चा पदार्थबाट उत्पादन गर्दै आइरहेका छौँ। यो हामीले अहिले हजुर कहाँ त तयारी प्रोडक्ट मात्र भने, तर सुरुमा त हाम्रो कम्तीमा 3 वर्ष हामीले जङ्गलमा लोक्ता चुहायौँ रेसा। 3 वर्ष हामीले त्यो पकाउँदै कुट्दै फाइबर, कपाल जस्तो फाइबर बनायौँ। कति 6 वर्ष। 3 वर्षको अन्तरालमा हामीले आगो बाट्यौँ। 9 वर्ष। 3 वर्ष हामीले कपडा बुन्यौँ। 12 वर्ष। 3 वर्ष हामीले सिलाइ गऱ्यौँ, यस्ता लुगा सिलायौँ। 15 वर्ष। 3 वर्षको अन्तरालमा त्यो बुन्ने, त्यसलाई सिलाउने, त्यसलाई धागो बाँड्ने मेसिन औजार बनाएर अहिले धेरै जिल्लामा जस्तै मनाङ, मुस्ताङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, बागलुङ, पर्वत, म्याग्दी, गोर्खा, तनहुँ, सल्यान, प्युठान, जाजरकोट, रुकुम, रोल्पा, दार्चुला, बैतडी, डडेलधुरा, हुम्ला, जुम्ला, कालीकोट, बजाङ, बाजुरा, अछाम, नुवाकोट, धादिङ, मकवानपुर, कपिलवस्तु, सिराहा, सत्तरी, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, यति जिल्लामा हामीले दिदीबहिनीहरूलाई प्रविधि र प्राविधि दिँदै सिप सिकाउँदै आइरहेका छौँ। यहाँबाटको र मेटेरियल ल्याएर हाम्रै बुढा नीलकण्ठ वडा नम्बर 1 मा कारखाना चलाएर रोजगारी सिर्जनाको रूपमा जो मलाई रोजगार चाहियो भन्ने दिदीबहिनीहरू दाजुभाइलाई काम दिएर यस्ता यस्ता प्रोडक्ट निर्माण गरेर स्वदेश तथा विदेशमा बिक्री गर्दै रोजीरोटी गर्दै नेपाललाई अर्थतन्त्रको टेवा पुर्याउँदै आइरहेका छौँ। हजुरलाई आज मैले जानकारी गराएँ र यो सिलसिलामा आज हाम्रो यो ज्येष्ठ नागरिक समाजमा आउँदा मलाई अर्कै फिल भएको छ, रमाइलो लागेको छ। हाम्रा आमा बुवा दाजुभाइ हेर्न पाउँदा धेरै खुसी लागेको छ। र यसमा जुन छ हाम्रो तपाईँले जो लगाउनु भएको छ, यो जो लगाउनु भएको छ यो भनेको विदेशी प्रोडक्टबाट हामीले चाइना, बङ्गलादेश, इन्डियाबाट इम्पोर्ट गरेर ल्याएको छ। र अब हामीले यो समाजले तपाईँलाई शरीरलाई केही नाफा हुने कुरा, केही शरीरको फाइदाका कुरा हेर्नुहुन्छ भने यो समाजले हाम्रो फ्याक्ट्रीमा आउनुहोस्, भिजिट गर्नुहोस्। अनि भिजिट गरेर हाम्रा नेपाली उत्पादनको लुगा लाउन सक्नुहुन्छ। नेपाली लुगा लाएपछि केही शरीरका फाइदाहरूका कुरा छन्। हजुरहरूले यो हाम्रो मोबाइल नम्बर रहेको छ 98 49 73 75 90 मा कल गर्नुहोला। हजुरहरूले एकचोटि भिजिट गर्नुहोस् अनि हाम्रो उत्पादन, नेपाली उत्पादनलाई प्रमोट गरेर यो जेनेरेसनले नेपाली उत्पादन लगाउनु पर्यो भन्ने जानकारी गर्दै हाम्रो हजुरको यो हाम्रो दसैँ मुखमै आएको तिहारमा देउसी भैलो कार्यक्रममा मैले आज धेरै
बोकेर ल्याइन उहाँ अध्यक्षजीलाई हेर्न र यो कार्यक्रममा छ भन्ने जानकारी भगवानको एउटा आशीर्वाद लिन आएको हुँ। अब यहाँ देउसी भैलो कार्यक्रममा भए अझ अलि बढी सहयोग गर्थे र म यो कार्यक्रममा 550 एउटा प्रदान गरेर अहिले हाम्रो अतिथिले खडक सिंह बर्टीज्यूले चाहिँ जुन आफ्नो कुराहरू सबै राखेर जानुभयो भएको मात्रै छैन, उहाँले यहाँ यो समाजलाई पनि प्रदान गर्नुभएको छ रु 5,000। अहिले तत्काल गोजीमा 550 मात्रै भएकोले 550 दिँदै हुन्छ, अरू पैसा बाँकी उहाँहरू छ फेरि पछि हामी चाहिँ सम्पर्कमा रहनेछौँ भन्दै यहाँलाई चाहिँ हाम्रो चाहिँ तपाईँको खडक सिंह बर्टीज्यूलाई दीपावलीको उपलक्ष्यमा उहाँको उद्योग फस्टाओस्, करोडौँको बिक्री होस् र यही घर बनाएको बिल्डिङ बनाएको देख्न पाइयोस्। हामीले पनि ल अब हाम्रै पैसाबाट तपाईँले यत्रो ठुलो बिल्डिङ बनाउनु भएको छ, हामीलाई यदि कम्तीमा 50%मा पनि तपाईँले दिनुपर्छ भनेर हामीले भन्न पाइयोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्छु। धन्यवाद। यो त्रयोदश अध्याय गद्य पाठ गरेको छ, कथाहरूले एकदम ध्यानले सुन्नु होला। गोविन्द भगवान की नारदजी भन्नुहुन्छ, जलन्धरले यस्तो सन्देश सुनेर अत्यन्तको भयो र करोडौँ दैत्यहरूले घेरेर चाँडै बाहिर निक्लियो। जाँदै गर्दा अगाडि शुक्र र राहु देखिए। उनीहरूलाई देख्ने बित्तिकै यसको मुकुट पृथ्वीमा झर्यो, अरू बेग्ले गर्दा चिप्लियो। उसका सयकौँ दैत्य सेनाहरूले तथा हजारौँ विमानहरूले ढाकिएको आकाश वर्षा कालमा बादलहरूले ढाके झैँ देखियो। यसको यो प्रयासलाई देखेर इन्द्रादी देवताहरूले अलग चित्त भएर महादेवजी कहाँ गएर निवेदन गर्न लागे। देवताहरूले भने, हे स्वामी, के हजुर हाम्रो विपत्तिलाई जान्नुहुन्न? अतएव हे प्रभु, हाम्रो रक्षाको लागि यो सगर नन्दन जलन्धरलाई मार्नु। नारदजी भन्नुहुन्छ, देवताहरूको यो बाणी सुनेर हाँस्दै शङ्करजीले महाविष्णु भगवानलाई बोलाएर भन्नुभयो, ईश्वरले भन्नुभयो, हे विष्णुजी, हजुरले ईश्वरले भन्नुभयो, हे विष्णुजी, हजुरले सङ्ग्राममा जलन्धरलाई किन मार्नु भएन? अरू आफ्नो वैकुण्ठ छोडेर उसको घरमा पनि बस्नु भएको छ। श्री विष्णु भगवानले भन्नुभयो, हजुरको अंशबाट उत्पन्न अरू मेरी पत्नी लक्ष्मीको भाइ भएको हुनाले मैले त्यसलाई मारिन, हजुर नै त्यसलाई मार्नुहोस्। महादेवजीले भन्नुभयो, मद्वारा अति प्रतापी जलन्धर यी शस्त्रहरूबाट यो मारिँदैन, त्यसैले हजुरले आफ्नो तेजको अंशका साथै देवताहरूको पनि तेजको अंश शस्त्रको लागि मलाई दिनुहोस्। नारदजी भन्नुहुन्छ, तब विष्णु भगवान सहित समस्त देवताहरूले आफ्नो तेजको अंश शिवजीलाई दिए। अनि त्यो सम्पूर्ण एकत्रित तेजमा शङ्करजीले आफ्नो तेज पनि मिलाउनु भयो। यस एकत्रित तेजबाट शङ्करजीले दिव्यमान तथा भयानक एउटा सुदर्शन चक्र नामक ज्वालामालाले युक्त शस्त्र बनाउनु भयो। तथा जति तेज शेष रह्यो तेजद्वारा इन्द्रले आफ्नो वज्र बनाए। तबसम्मका करोडौँ हात्ती घोडा रथ र पैदल सेनाले युक्त भएर जालन्धर कैलाश पर्वतको घाँटीमा देखियो। त्यसलाई देखेर देवताहरू जसरी अलक्षित आएका थिए त्यसै गरी अलक्षित त्यहाँबाट हिँडे। शिवजीका गण त्यसै समयमा शीघ्रतापूर्वक सङ्ग्राम गर्नको लागि युद्धभूमिमा आए। अझै नन्दी गणेश तथा स्वामी कार्तिकेय आदि गण शिवजीको आज्ञाअनुसार कैलाश पर्वतबाट झटपट युद्धको लागि तल आए। कैलाशको नजिकै उपत्यकामा महादेवजीका गण तथा शस्त्र अस्त्रले शिवजी दैत्यगणमा घमसान युद्ध हुन थाल्यो। युद्धहरूलाई प्रसन्न गर्नेवाला भेरी मृदङ्ग मादल शङ्खहरूको शब्द तथा हात्ती घोडा र रथहरूको घोर शब्दले व्याप्त भएर पृथ्वी काँप्न थालिन्। शक्ति तोमर बाण मुसल प्रास तथा
25हरू शस्त्रास्त्रले व्याप्त आकाश यस्तो सुशोभित भयो मानव उल्काहरूले आच्छादित होस्। भूमिमा मरेका हात्ती घोडा तथा रथहरू यस्तो देखिँदै थिए मानव वज्रद्वारा खण्डित पर्वत शिखरहरूका टुक्राहरू भूमिको शोभा बढाइरहेका छन्। शिवजीका गणहरूले युद्धमा मारेका दैत्यहरूलाई शुक्राचार्यले अमृत सञ्जीवनी मन्त्रको शक्तिद्वारा बारम्बार जीवित गर्न थाले। शुक्राचार्यको यो कृत्य देखेर व्याकुल तथा भयातुर शङ्करजीका गणहरूले शङ्करजीसँग यो वृत्तान्त भन्न लागे। त्यसपछि महादेवजीको मुखबाट ताल वृक्षको समान जङ्गा गुफाको समान मुख तथा स्तनले वृक्षहरूलाई चकनाचुर गर्नेवाला भीषण कृत्य प्रकट भई त्यो भयङ्कर कृत्य युद्धभूमिमा आएर ठुला ठुला दैत्यहरूलाई खाँदै शुक्राचार्यलाई आफ्नो योनिमा राखेर आकाशमा गएर अन्तर्धान भई तब शुक्राचार्यलाई कृताले पगडेको देखेर युद्धभूमिमा प्रसन्नताले विकसित मुख भएका शिवजीका दुर्मद गणहरूले दैत्य सेनालाई मार्न थाले। शिवगणको भयानक आक्रमणले दैत्यहरूको सेना जसरी हावाको झोकले घाँस फुस यताउता हुन्छ त्यसरी नै यताउता हुन थाले। रुद्रगणहरूको डरले भाग्दै गरेको दैत्य सेनालाई देखेर सेनापति शुम्भ निशुम्भ महाबली कालनेमी क्रोधित भएर महान पराक्रमी तीनजनाले वर्षाकालीन मेघहरूको समान बाणहरूले वर्षा गर्दै गर्दै शिवजीको त्यस बलवान सेनालाई रोक्न थाले। त्यसपछि दैत्यहरूको बाण समूहले सलभलाहरूको समान आकाश र सबै दिशाहरूलाई ढाकेर गणेश सेनालाई भयभीत गरिदियो। सयकौँ बाणहरूले बिग्रिन गणहरूको रक्तधाराले व्याप्त भएर वसन्तमा पलास वृक्षको समान रातो रङको अतिरिक्त त्यहाँ अरू केही पनि देखिँदैनथे। स्वयं लडेका या लडिरहेका छिन्नभिन्न भएका सबै रुद्रगणले सङ्ग्राम भूमिलाई छाडेर भागे। त्यसपछि शैलादी नन्दी गणेश तथा स्वामी कार्तिकेयहरूले आफ्नो बल नष्ट हुँदै गरेको देखेर क्रोधित हुँदै दैत्य सेनालाई शीघ्र रोक्न थाले भन्नेसम्म कथा यो श्री पद्मपुराण यो 13औं अध्यायले वर्णन गरियो। इति श्री पद्मपुराणे कृष्ण सत्य संवादे नेपाली भाषा टीका सहित कार्तिक महात्म्य त्रयोदश अध्याय। श्री कृष्ण गोविन्द हरे कृष्ण गोविन्द हजुर भट्याउने कि म भट्याउने होइन हजुर भट्याउनु संस्कृति सभ्यता हामी विभिन्न जिल्लाबाट जम्मा भए राम्रो उस गरौँ नाचौँ गाउँ राम्रो उस गरौँ भनिकन भवनमा जम्मा भए देउसी भैलो खेल्दै गाउँदै नाच्दै जाउँ रमाइलो गरौँ राम्रो गरौँ
आगोमा चल्नु भयो
Yeah.
भन्ने कुरा बोल्नु हुन्न। किनकि मैले यो कसम खाएको छु, हे भगवान हामी ज्येष्ठ नागरिकहरू कहिले नराम्रा कुरा, झुट कुरा, अनैतिक कुरा बोल्दैनौँ। कसैको पक्ष र विपक्ष पनि हुँदैन। हामी जहिले पनि एउटा सोच बनाउँछौँ, भगवान हाम्रो देश शान्त भए बनिदियोस्, हाम्रो देशका नागरिकहरू सम्पन्न भइदिउन्, देशका नागरिक भनेका हाम्रा छोराछोरी भाइ बहिनीहरू हुन्, यिनीहरूमा कहिले पनि बेमेल नहोस्, सदैव मिलेर यो देशको उन्नति प्रगति भइदिए हुन्थ्यो नि। हामी त सक्दैनौँ, हामी त कामना गर्छौँ भगवान हाम्रा सन्ततिलाई सद्बुद्धि दिनुहोस् है, हाम्रा नेतृत्वलाई पनि सद्बुद्धि दिनुहोस् है भगवान। उहाँहरूले यो देश र यो जनताको हितमा सदैव काम गरिदिनुहोस्। त्यति हो हामीले खोजेको। हामीलाई अरू चाहिएको छैन। लडाइँ झगडाले हामीलाई नै विनाश गर्छ, हामीलाई नै नाश गर्छ र हाम्रा सन्ततिको नाश हुन्छ। हिजो अस्ति मात्रै त्यत्रो दुर्घटना भयो, दुर्भाग्य हाम्रो नेपालीको, हाम्रा नानीहरू धेरैको ज्यान गयो। त्यसैले यस्तो उपद्रव नहोस् हे भगवान पशुपतिनाथ, सबैमा सद्बुद्धि दिनुहोस्, सबैको कल्याण गरिदिनुहोस् है भन्दै यहाँहरू सामु मैले 2 शब्द राखेँ। धन्यवाद, नमस्कार। नमस्कार, म उत्तर प्रसाद दाहाल, बुढा नीलकण्ठ नगरपालिका काठमाडौँको ज्येष्ठ नारीको अध्यक्ष, वार्ड नम्बर 10 को ज्येष्ठ नारीको अध्यक्ष भएको नाताले हामीले ज्येष्ठ नारी बुवाआमाहरूलाई घरमा बसेर मनमा विभिन्न कुराहरू खेल्छन्। अनि कहिले पेट पोल्न थाल्छ, कहिले टाउको दुख्न थाल्छ। त्यसले गर्दाखेरि कहिले छोरा नातिले चसक्क भनेको हुन्छ, कहिले छोरा बुहारीले चसक्क भनेको हुन्छ। उहाँहरूलाई मनमा पीडा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि मनमा कुरा खेलिरहन्छ। त्यसलाई नियन्त्रण गर्नको लागि, त्यसलाई निर्मूल गर्नको लागि आफ्नै समूहको, आफ्नै उमेर समूहको व्यक्तित्वहरू, साथीभाइहरूसँग जम्मा भएर मनका कुरा, मनका वेदना पोख्दा वचनबद्धता गर्दा उहाँहरूलाई हल्लुको हुने, सबैलाई हल्लुको हुने यो सोच विचार गरेर कम्तीमा ज्येष्ठ नारी दिवा क्लबहरू चाहिन्छ। ज्येष्ठ नारीहरूलाई घुम्नुपर्छ, ज्येष्ठ नारीहरूलाई भजन कीर्तन गर्नुपर्छ, ज्येष्ठ नारीहरूलाई लघु पुराणहरू गराउनुपर्छ भन्ने उद्देश्यले हामीले 2076 साल जेठ 6 गते ज्येष्ठ नारी समाज बुढा नीलकण्ठ वार्ड नम्बर 10 गठन गऱ्यौँ। त्यस समाजले, त्यस समूहले अध्यक्ष उत्तर प्रसाद दाहाल भनेर मलाई उहाँले चुन्नुभयो। त्यसै गरी अरू समितिहरू पनि चुनिए। त्यही क्रममा मैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ भनेर मैले ज्येष्ठ नारी समाज र स्थानीय सरकार वडा कार्यालय नगरपालिकामा गएर ज्येष्ठ नारी बुवाआमाहरूको समस्या समाधानको लागि, उहाँहरूको स्वास्थ्यको लागि, निरोगको लागि यहाँहरूले जाने केही कार्यक्रमहरू दिनुपर्ने हुन्छ, केही औषधि उपचारहरू गराउनु पर्ने हुन्छ, भ्रमण गराउनु पर्ने हुन्छ भनेर मेरा विचारहरू, मेरा कुराहरू राख्दाखेरि उहाँहरूले सही विचार ल्याउनु भयो भनेर उहाँहरूले वडाले कुनै सालमा विशेषतः कोभिडको टाइममा चियापान परास वितरण गर्यो। किनकि बुवाआमाहरू कमजोर हुनुहुन्छ, रोग लाग्न दिनु हुँदैन भन्ने हिसाबले उहाँहरू चियापान परास हामीले लगभग 350 वटा घरमै गएर वितरण गऱ्यौँ। दोस्रो सालमा न्यानो कपडा भनेर पुरुषहरूलाई ज्याकेट र महिला आमाहरूलाई स्वेटरहरू वितरण गऱ्यौँ। र साथसाथै भ्रमणहरू हामीले कहिले
नुवाकोट दरबार हेराउन लग्यौँ, कहिले सिन्धुपाल्चोक काभ्रे पलाञ्चका विभिन्न मठ मन्दिरमा लग्यौँ, कहिले काठमाडौँ भ्यालीका विभिन्न मठ मन्दिरमा घुमाएर उहाँहरूलाई मनोरञ्जन गरायौँ, प्राकृतिक दृश्य अवलोकन गरायौँ, मठ मन्दिर दर्शन गरायौँ र थोरै भए पनि अलिकति उहाँहरूलाई शान्त हुनुपर्छ, निरोगी हुनुपर्छ भावना विचार गऱ्यौँ। त्यतिले मात्रै हुँदैन, अब ज्येष्ठ नारीहरूलाई एउटा बस्ने स्थान चाहिने रहेछ, दिनभरि भला कुसारै गर्ने स्थान चाहिने रहेछ, बातचित गर्ने स्थान चाहिने रहेछ भनेर फेरि पनि हामीले स्थानीय सरकारसँग वडासँग हारवार गऱ्यौँ। उहाँहरूले यो खाली सरकारी जग्गा वार्ड नम्बर 10 पारिजात मार्गमा रहेको यो खाली जग्गा रहेछ, उहाँहरूले उपलब्ध गराउनु हो। त्यस पछाडि वडाबाट हामीले 15 लाख रुपियाँ बजेट ल्यायौँ। 15 लाख रुपियाँ बजेटमा यो टोयलेटहरू बनायौँ, भवन बनायौँ, घेरबार गऱ्यौँ। अनि फेरि पनि त्यो साल पनि हामीले भ्रमण लग्यौँ र यो साल विगतको सालमा हामीले फेरि 10,000 रुपियाँ ल्याएर गणेश भगवान मन्दिर चाहिन्छ। गणेश भगवान हाम्रो हिन्दूहरूको परम्पराअनुसार जुनसुकै पूजाआजा गर्नुभन्दा पहिला गणेश भगवानको पूजा गर्नुपर्छ, अनि मात्रै सिद्ध हुन्छ र त्यसैले पहिला हामीले गणेश भगवानलाई ल्याउनुपर्छ भनेर उहाँहरूले त्यहाँ विचार विमर्श गर्नुभयो। पैसाहरू केही उठाउनु भयो अनि 30,000 रकममा हामीले पशुपतिनाथमा गएर गणेश भगवानलाई लिएर आयौँ र अहिले एकजना हाम्रै सेवाका सदस्यज्यूले मन्दिर प्रदान गर्नुभयो, काठको मन्दिर। तत्काल हामीले त्यहाँ राख्दै थियौँ। पछि हामीले फेरि पनि 10 लाख रुपियाँ वडाबाट निकासा गराएर हामीले गणेश भगवानको लागि सधैँको लागि उहाँको वासस्थानको लागि मन्दिर निर्माण गरेका छौँ र निर्माण हुने क्रममा छ। अहिले हामीले ठुली एकादशीको दिनको भोलिपल्ट असार 23 गतेदेखि श्रीमद् भागवत महापुराण लगाइरहेका छौँ। यो चौमासिक पुराण रहेछ। यो चौमासिक पुराण असारदेखि कार्तिकमा विसर्जन गर्नुपर्ने र हामीले 16 गते द्वादशीको दिन यसलाई पुराण साङ्गी गर्ने जमर्को गर्दैछौँ र अहिले हामीले बुवा आमाहरूलाई मनोरञ्जन दिलाउनको लागि ज्येष्ठ नागरिक बुवा आमाहरूलाई सबैको सरसल्लाह सहमतिमा यो कालो कार्तिक दशहरा जान्छ, ग्रह जान्छ, त्यसैले हामी जम्मा हौँ, एक आपसमा चाहिँ आशिक दिउँ भनेर उहाँहरूले भन्नुभएको हुनाले आज हामीले यो ज्येष्ठ नागरिक क्लब भवनमा देउसी भैलोको आयोजना गरेका छौँ। धेरै 100भन्दा बढी बुवा आमाहरू जम्मा हुनुभएको छ, आफ्नो नाचगान गरिरहनु भएको छ, देउसी भैलो गरिरहनु भएको छ, रमाइलो गरिरहनु भएको छ। आफ्ना जे जति स्थितिले भ्याएसम्मको दक्षिणाहरू दान गरिरहनु भएको छ र यसले गर्दाखेरि हामीलाई हौसला प्रदान गरेको छ। यसै गरी हाम्रो समाजलाई उत्थान गर्नको लागि, समाजमा विकास गर्नको लागि, समाजमा तपाईँ निरोगी बनाउनको लागि यस्ता किसिमका कार्यक्रमहरू नेपालभरि टोल टोल गाउँ गाउँ वडा वडा नगरभरिमा ज्येष्ठ नारीहरूको बस्ने चौतारो बस्ने क्लबको आवश्यकता छ। यति मात्रै होइन, उहाँहरू दिनभरि बसिरहनुहुन्छ, केही पानीको व्यवस्था गर्नुपर्ने, केही चियाको व्यवस्था गर्नुपर्ने, केही खाजाको व्यवस्था गर्नुपर्ने हुन्छ। यदि स्थानीय सरकारले चाह्यो भने हामी चाहिँ यी आवश्यकताहरू परिपूर्तिको लागि उहाँहरू समक्ष यी प्रस्तावहरू राख्नेछौँ। यी प्रस्तावलाई उहाँहरूले चाहिँ स्वीकार गर्नु भने भोलिका दिनमा हामीले चाहिँ खाजा खुवाउने व्यवस्था पनि गर्नेछौँ र यसरी यो अगाडि बढ्दै जानुपर्छ भन्ने मान्यताले हामीले यो कार्यक्रम स्थापना गरी अहिलेसम्म समापन गर्दैछौँ। आजको मितिसम्म हामीले देउसी भैलो गर्छौँ। भोलि चाहिँ 25 16 गते फेरि पनि हाम्रो कार्तिक 16 गते यो श्रीमद् भागवतको चाहिँ साङ्गे छ, त्यसमा यहाँहरूलाई पनि निमन्त्रण गर्दछु। यहाँहरू पनि उपस्थित भएर यसै गरी टेलिभिजनबाट लाइभ गरिदिनु हार्दिक अनुरोध गर्दै मेरो भनाइ राख्छु। धन्यवाद। नमस्कार, म टङ्कप्रसाद शिवाकोटी, यो समाजको चाहिँ ज्येष्ठ नागरिक समाजको सचिव। यो 2082 सालको तिहारको खुसियालीमा यहाँ उपस्थित हुने सम्पूर्ण बुबा आमा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ लगायत यहाँ आउने जो मिडियाहरू हुनुहुन्छ उहाँहरू लगायत सम्पूर्णलाई मेरो तर्फबाट शुभकामना शुभकामना शुभकामना। नमस्कार, म टङ्कप्रसाद शिवाकोटी, यो समाजको चाहिँ ज्येष्ठ नागरिक समाजको सचिव।
यो 2082 सालको तिहारको खुसियालीमा यहाँ उपस्थित हुने सम्पूर्ण बुबा आमा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ लगायत यहाँ आउने जो मिडियाहरू हुनुहुन्छ उहाँहरू लगायत सम्पूर्णलाई मेरो तर्फबाट शुभकामना शुभकामना शुभकामना। मेरो नाम सुदर्शन काफ्ले हो। म यही वडा नम्बर 10 मा बस्छु। सर्वप्रथम त यो दीपावलीको र छैठ पर्वको उपलक्ष्यमा सबैलाई धन्यवाद दिन चाहन्छु। श्रीमान नारायण। यहाँ हामीहरू यो ज्येष्ठ नागरिक समाज और हाम्रो असोज 15 गते त्यसमा उद्घाटन भएर हाम्रो यहाँ निरन्तर चलेको छ। त्यसमा बुढापाकाहरू आएर चाहिँ यहाँ सधैँभरि भजन कीर्तन यसो गाउने 2 घन्टा समय पास गर्ने काम भइरहेको छ। त्यसैको सिलसिलामा हाम्रो यो फेरि चतुर्मासा भन्ने यो ठुली आषाढको ठुली एकादशीदेखि अब के गर्ने त उसै बसेर भएन। भागवत भन्ने, एकादशी महात्म्य भन्ने, कार्तिक महात्म्य भन्ने यस्तै काम गर्नुपर्छ भनेर हामीले श्रीमद् भागवत सुरु गऱ्यौँ। जानी नजानी जो पाठ गऱ्यौँ, त्यहाँबाट कथा भन्यौँ। भन्दै लगाएर अहिले 10औं स्कन्द करिब पुरा हुन लाग्यो। अब 11 स्कन्द र 12 स्कन्द बाँकी छ। अनिखेर हामी अहिले कार्तिक महात्म्य पनि सुरु गरिरहेका छौँ। 14औं अध्याय पुगेको छ कार्तिक महात्म्य। अब करिब यो पूर्णिमामा यो हामी यो साङ्गेतामा कार्तिक महात्म्य पनि सिद्ध्याउने छौँ। त्यसैले हाम्रो ज्येष्ठ नागरिकहरूले समय यसो अल्मलिएर आफ्नो घरको दुःख सुख टार्ने चाहिँ बडा सजिलो भएको त। किनभने उल्मुलिएर काम गर्न पनि सक्दैनन्, छोराछोरीले पनि गाली गर्छन्, राले सिँगाने भएको अवस्थामा यहाँ आएर सबैको सामूहिक ऊ पनि उस्तै भएर भगवान्का भजन कीर्तन गान गर्दा सबैको मन एकदम प्रफुल्लित भएको मलाई महसुस हुन्छ। अब धेरै भनेर पो के छ, यही हो यहाँ हामी सबैले देखेकै कुरा हो। त्यसैले हामीलाई एकदम आनन्दित बुढापाकाहरूलाई चाहिँ बस्ने ठाउँ र सुविधा अहिलेसम्म आएकै छ, अझ होला भन्ने मेरो आशा राख्दै म मेरो आफ्नो सबै। मेरो नाम सुदर्शन काफ्ले हो। म यही वडा नम्बर 10 मा बस्छु। सर्वप्रथम त यो दीपावलीको र छैठ पर्वको उपलक्ष्यमा सबैलाई धन्यवाद दिन चाहन्छु। श्रीमान नारायण। यहाँ हामीहरू यो ज्येष्ठ नागरिक समाज और हाम्रो असोज 15 गते त्यसमा उद्घाटन भएर हाम्रो यहाँ निरन्तर चलेको छ। त्यसमा बुढापाकाहरू आएर चाहिँ यहाँ सधैँभरि भजन कीर्तन यसो गाउने 2 घन्टा समय पास गर्ने काम भइरहेको छ। त्यसैको सिलसिलामा हाम्रो यो फेरि चतुर्मासा भन्ने यो ठुली आषाढको ठुली एकादशीदेखि अब के गर्ने त उसै बसेर भएन। भागवत भन्ने, एकादशी महात्म्य भन्ने, कार्तिक महात्म्य भन्ने यस्तै काम गर्नुपर्छ भनेर हामीले श्रीमद् भागवत सुरु गऱ्यौँ। जानी नजानी जो पाठ गऱ्यौँ, त्यहाँबाट कथा भन्यौँ। भन्दै लगाएर अहिले 10औं स्कन्द करिब पुरा हुन लाग्यो। अब 11 स्कन्द र 12 स्कन्द बाँकी छ। अनिखेर हामी अहिले कार्तिक महात्म्य पनि सुरु गरिरहेका छौँ। 14औं अध्याय पुगेको छ कार्तिक महात्म्य। अब करिब यो पूर्णिमामा यो हामी यो साङ्गेतामा कार्तिक महात्म्य पनि सिद्ध्याउने छौँ। त्यसैले हाम्रो ज्येष्ठ नागरिकहरूले समय यसो अल्मलिएर आफ्नो घरको दुःख सुख टार्ने चाहिँ बडा सजिलो भएको त। किनभने उल्मुलिएर काम गर्न पनि सक्दैनन्, छोराछोरीले पनि गाली गर्छन्, राले सिँगाने भएको अवस्थामा यहाँ आएर सबैको सामूहिक ऊ पनि उस्तै भएर भगवान्का भजन कीर्तन गान गर्दा सबैको मन एकदम प्रफुल्लित भएको मलाई महसुस हुन्छ। अब धेरै भनेर पो के छ, यही हो यहाँ हामी सबैले देखेकै कुरा हो। त्यसैले हामीलाई एकदम आनन्दित बुढापाकाहरूलाई चाहिँ बस्ने ठाउँ र सुविधा अहिलेसम्म आएकै छ, अझ होला भन्ने मेरो आशा राख्दै म मेरो आफ्नो सबै। शुभकामना, तिहारको शुभकामना होस्। म कौशिला घोरा साइनी, जिल्ला तेह्रथुम हो। छोराछोरी नातिनाले एकदम राम्रो गरेको छ। राम्रो होस्, तिनीहरूले जय जन्म सबै होस्। मेरो आशीर्वाद लगाइदियोस् सबैलाई, मेरा छोराछोरी परिवारलाई। यति शुभकामना तिहारको। शुभकामना, तिहारको शुभकामना होस्। जय होस्। म कौशिला घोरा साइनी, जिल्ला तेह्रथुम हो। छोराछोरी नातिनाले एकदम राम्रो गरेको छ। राम्रो होस्, तिनीहरूले जय जन्म सबै
होस् मेरो आशीर्वाद लगाइदियोस् पहिल्यै मेरा छोराछोरी परिवारलाई यति शुभकामना तिहारको। नमस्कार, मेरो नाम नृदय प्रसाद पोखरेल हो। मेरो घर चाहिँ धनुषा जिल्लाको वडा नम्बर 10 मा थियो। उहाँबाट मधेसीहरूले पाहाडहरू तिमीहरू हिँड जाऊ भनेर चाहिँ भने है। त्यस बेलाले म यहाँ कपन 10 नम्बर वार्डमा आएको छु। मेरा चाहिँ नाति नतेनाहरू सबै चाहिँ छन्, छोरो बुहारी, यिनीहरूलाई सबैलाई यो चाहिँ उसको दीपावलीको शुभकामना। हामी बुढाबुढी सबलाई एकदम आनन्द होस्, सधैँभरि प्रसन्न रह्यो। यो मनमा चाहिँ राख्नुपर्छ, भित्र मनमा सबैलाई अटाउन सक्नुपर्छ। मेरो चाहिँ यही शुभकामना नानी है ल। नमस्कार, मेरो नाम नृदय प्रसाद पोखरेल हो। मेरो घर चाहिँ धनुषा जिल्लाको वडा नम्बर 10 मा थियो। उहाँबाट मधेसीहरूले पाहाडहरू तिमीहरू हिँड जाऊ भनेर चाहिँ भने है। त्यस बेलाले म यहाँ कपन 10 नम्बर वार्डमा आएको छु। मेरा चाहिँ नाति नतेनाहरू सबै चाहिँ छन्, छोरो बुहारी, यिनीहरूलाई सबैलाई यो चाहिँ उसको दीपावलीको शुभकामना। हामी बुढाबुढी सबलाई एकदम आनन्द होस्, सधैँभरि प्रसन्न रह्यो। यो मनमा चाहिँ राख्नुपर्छ, भित्र मनमा सबैलाई अटाउन सक्नुपर्छ। मेरो चाहिँ यही शुभकामना नानी है ल। नमस्कार, मेरो नाम जानका थर ढकाल हो। गाउँ साँपु शङ्खरापुर हो। अहिले बसाइ चाहिँ यतै छ। यहाँ जेठ नागरिक कार्यालय बनेको 1 वर्ष भयो। यहाँ बुढा भएका बा आमा हामी सधैँभरि मनमा पीडा लिएर घरमा बस्नु परेको छैन। हाँसी खुसी गरेर आउँछौँ। दिनको 2 घन्टा समय बिताउँदाखेरि 4 घन्टा जाँदो रहेछ। सबैजना खुसी हुन्छ। मनमा भएका पीडा बाधा यहाँ आउने बित्तिकै हराउने, व्यथा कटाउने हराउने, खुसी भएर घर जान्छौँ। फेरि भोलि त्यहाँ जान्छ भन्ने घर काम गर्न जाँगर लाग्दो रहेछ। यहाँ आएपछि यहाँ नआउने बिराम जस्तो परिने। नाच्नेले नाच्छन्, गाउनेले गाउँछन्, बजाउनेले बजाउँछन्। रमाइलो गरेर हामीले समय बिताएको छौँ। शुभकामना सबैलाई राम्रो सुख शान्ति आओस् यो देशमा। अब यस्तो नहोस्, सबैले हाँसी खुसी गरेर बाँच्न पाउन्, आफ्नो परिवार कसैले बोक्नु नपरोस्। राम नाम जपेर पारा तर्नी हो, जिन्दगीको भर छैन कहिले मर्नी हो। हे राम नाम जपेर पारा तर्नी हो, जिन्दगीको भर छैन कहिले मर्नी हो। पाउ बने तीर्थ घुम्न हातले गर्नु दान, कानले सुन्नु हरि कथा मनले गर्नु दान। ए हात काम गर्नलाई हात पाइछौ, मिठो बोल्न मुख। ए काम गर्नलाई हात पाइछौ, मिठो बोल्न मुख। ए राम्रो कर्म गर्यौँ भने कहिल्यै हुन्न दुःख। ए राम्रो कर्म गर्यौँ भने कहिल्यै हुन्न दुःख। नारायण भगवानको जय होस्। नमस्कार, म भोला निरौला। अहिले हाल चाहिँ म यस बुढा नीलकण्ठ नगरपालिका वार्ड नम्बर 10 विशेष गरी यो हलेश्वर महादेव मन्दिर यो बालोखानीमा म त्यहाँ आएर बसेँ। त्यहाँ बसिसकेपछि ज्येष्ठ नागरिकहरूलाई के गरी दिन काट्ने भन्ने एउटा अवस्था देखेँ। कोही यता कोही उता छरिएर बसेको अवस्थामा मैले सोचेँ ज्येष्ठ नागरिकहरू हामीले साथ दिएर उहाँहरूलाई चाहिँ दिन कटनी अर्थात् उहाँहरूको दैनिकीमा केही सजिलो बनाउन सके राम्रो हुन्थ्यो भन्ने लागेर मैले एउटा खाता ल्याएर सबैको नामावली लेखेँ, जन्म मिति लेखेर उहाँको विवरण लेखेँ, फोटोसहित राखेँ। किन त्यस्तो गर्नु पर्यो भन्दा ज्येष्ठ नागरिकहरू को कहाँको हुनुहुन्छ, कहिले जन्मिनु भयो, अहिले कति वर्ष हुनुभयो र यहाँ कसरी आउनुभयो, यस्ता विवरण लेखेर एउटा परिवारको रूपमा हामी रहौँ। एउटालाई परेको दुःख एक आपसमा साटासाट गरौँ, एउटालाई समस्या पर्दा अरूले सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम बनाएर अहिले करिब करिब 200 भन्दा माथि हाम्रा सदस्यहरू हुनुहुन्छ र जहिले पनि रमाइलो गरेर अर्थात् दैनिक रूपमा हामी आफ्ना कुराहरू गर्छौँ, मनका कुराहरू गर्छौँ, भजन गाउँछौँ, भगवानको भक्ति गानहरू गाउँछौँ र
अहिले विशेष गरी अहिले 4 वर्ष करिब भयो हामी चौमासा आषाढदेखि यो कार्तिकसम्मको चौमासा पुराणहरू लगाउँछौँ। त्यहाँ ज्येष्ठ नागरिकहरू भेला हुन्छौँ र सकेको दान गर्छौँ र त्यो दान के गर्छौँ भन्ने सन्दर्भमा हामीले भेला गरिसकेपछि पहिलो कुरा त अब त्यहाँ दैनिकी रूपमा यसो प्रसाद खानै पर्यो अनि अर्को कुरा गुरुजीलाई पनि दिनुपर्ने हुन्छ अनि गुरुजीलाई दिइसकेपछि हामीले केही बाँकी रहेको रकमलाई त्यहाँ हाम्रो एउटा सहकारी संस्था छ त्यहाँ जम्मा गरेका छौँ र त्यो जम्मा किन गरिन्छ भन्दा ज्येष्ठ नागरिकहरू कुनै बेला अभर पर्नुभयो अथवा बिरामी हुनु पर्यो त्यस्ता बेलामा त्यहीँबाट निस्केर सहयोग गर्ने र भेट्न जाँदा पनि त्यही रकमले उहाँलाई केही सामान्य यसो फलफुल लिएर जाने हामीले व्यवस्था गरेका छौँ। अनि त्यसपछि हामी त्यो हिसाबले चलिरहेका छौँ। यहाँ पनि त्यहाँ चाहिँ अलि धेरैजना भइयो 200 पुगेपछि त्यहाँ नअटाइने भइयो र हामीले चाहिँ कुरा गऱ्यौँ वडासँग के गर्ने हामीलाई गाह्रो छ यहाँ काहीँ अर्को एउटा संस्था यस्तै ज्येष्ठ नागरिकहरूको घर बनाउन पाए राम्रो हुन्थ्यो भनेपछि अध्यक्षज्यू र हाम्रो ज्येष्ठ नागरिकको अध्यक्ष हाम्रो दाहाल सरले पनि यहाँ खोजी गर्नुभएछ यहाँ बनायौँ है भनेपछि हामी पनि उद्घाटनमा आयौँ। त्यही सिलसिलामा आज यहाँ कार्यक्रम छ है आउनु भन्नुभएको थियो त्यही कार्यक्रममा आयौँ हामीले रमाइलो गऱ्यौँ। हामी चारै दिशाका सबैतिरका पूर्व पश्चिम उत्तर दक्षिण अघि मैले भट्याउँदा पनि कुरा गरेँ यो एउटा रमाइलो माहौल तयार गर्नमा यहाँकै ज्येष्ठ नागरिक र हाम्रो वडाले सबै ठुलो योगदान दिएको छ। हामी दिनभरि के गरेर बस्ने एउटा टिभी हेर्ने अनि सुत्ने उठ्ने जाने ठाउँ थिएन। अहिले 4 घन्टा बिताउनलाई अत्यन्त आनन्द भएको छ। हामी सबै रमाएका छौँ कोही बेखुसी अथवा चिन्तित छैनौँ। जो जति आउनुभएको छ अत्यन्त खुसी छौँ रमाइलो छ। यो अहिलेको चाड मनाउन पनि हामी पनि उहाँबाट आयौँ यहाँकाहरूले पनि त्यसै रमाइलो गर्नुभयो त्यो माथि पनि त्यस्तै कार्यक्रम भइराखेकै छ अनि हामी त्यसरी रमाइलो मनाउँ है रमाउँ है भनेर चाहिँ आनन्दितपूर्वक हामी यस कार्यक्रमलाई यसरी मनाउँदा र अहिले यो टेलिभिजन मार्फत हाम्रा ज्येष्ठ नागरिकका केही रमाइला र दुखेसा कुराहरू गर्न पाउँदा खुसी लागेको छ। म त्यहाँको ज्येष्ठ नागरिकहरूको अध्यक्ष भएको नाताले त्यहाँको मात्रै होइन सबै ज्येष्ठ नागरिकहरूको हित हुने काम के गर्दा हुन्छ उहाँहरूलाई दिन कटानी अर्थात् उहाँको दैनिकी कसरी सरल रूपमा बिताउन सकिन्छ हामी अहिलेका ज्येष्ठ नागरिकहरूलाई हामी भएका युवाहरूले राज्य पक्षले त्यसरी सहयोगको रूपमा अगाडि बढाइदिए हुन्थ्यो र बढाउनुपर्छ भन्दै म जो यहाँ अहिले भएको आयोजनामा जसरी हामीले रमाइलो बनायौँ यहाँहरू पनि उपस्थित हुनुभयो यसका लागि धन्यवाद दिँदै यो छोटो समयमा यो हाम्रो चाहिँ यो टेलिभिजन यो मार्फत मैले आफ्ना कुराहरू राखेँ त्यसका लागि यहाँहरू मार्फत म यहाँहरूप्रति आभारी हुँदै अहिलेलाई मैले आफ्नो मनका कुरालाई यहीँ राखेँ। हजुर धन्यवाद नमस्कार। नमस्कार म हरिबहादुर रायमाझी मेरो साथी घर जिल्ला अर्घाखाँची छत्तरदेव गाउँपालिका वार्ड नम्बर 5 हाल काठमाडौँ बुढा नीलकण्ठ वार्ड नम्बर 10 मा यसपालिको 2082 सालको यो दीपावली हामीले यो ज्येष्ठ नागरिक समाजले घर घर गएर गर्ने हामीले विचार गरेका थियौँ तर भाद्र 23 र 24 गतेको जेएनजी आन्दोलनले गर्दा देशमा ठुलो धनजनको क्षति भयो। त्यो क्षति भएको र देश दुःखमा डुबेको हुनाले हामीले यो ज्येष्ठ नागरिक समाजको बिल्डिङमा नै गरौँ बिल्डिङमा नै यो चाहिँ देउसे भैलो गरौँ भनेर हामीले यो आयोजना गरेर हाम्रो देश विदेशमा रहनुभएको बुवा आमा दिदी दाइ बहिनीहरूले आफ्नो गच्छे अनुसार हाम्रो संस्कृति जगेर्ना गर्नको लागि यो चाहिँ देउसे भैलो कार्यक्रम आयोजना गरेका छौँ। नमस्कार म सरला शिवाकोटी धन्यवाद यो मिडियालाई र हाम्रो यस ज्येष्ठ नागरिकको देउसे भैलो कार्यक्रममा सबैलाई शुभकामना व्यक्त गर्दै म एउटा छोटो भजन सुनाउँछु। आएका हामी हरि नाम जप्न आएका हामी हरि नाम जप्न हरिजी गर्भदेखि तपस गरेर
हरिजी गर्भैदेखि तपस गरेर जन्मिएपछि बिर्सेछौँ सबै जन्मिएपछि बिर्सेछौँ सबै हरिजी यो मायाको जालमा परेर हरिजी यो मायाको जालमा परेर कमाए जति यही छोडी जान्छौँ कमाए जति यही छोडी जान्छौँ हरिजी के पोलानु छ र मरेर हरिजी के पोलानु छ र मरेर पाप र पुण्य हुन् साथमा जाने पाप र पुण्य हुन् साथमा जाने हरिजी बटुल्नु पुण्य कर्म गरेर। धन्यवाद। नमस्कार, म धर्मदत्त पाण्डे, बाजुरा जिल्ला हिमाली गाउँपालिका बोल्डी भएको हुनाले म यहाँ वृद्ध आसन जस्तै मानेर यहाँ आउँदामा के भनेर अलिकता मेरो चित्र बुझियो, खुसी भएँ। वृद्ध आसन यस्तै मेरो ठाउँमा पनि बनाउन पाइदिएले भन्ने मेरो आशा थियो। अब यस्तै उल्लङ्घन गरेर अलि भएर माथि मन्त्रालयमा जान पाएका छैन। यस्तै ठाउँमा मेरो हिमाली गाउँपालिकामा यस्तै बुढाको वृद्ध आसन गरौँ भन्ने मेरो मनमा थियो। अब यत्तिकैमा बिदा लिउँ। मेरो नाम हरिप्रसाद भट्टराई, म यही तपाईँको कपन वडा नम्बर 10 मा बस्छु र यो ज्येष्ठ नागरिक भवन हाम्रो चाहिँ निर्माण गरेर अहिले चाहिँ यो अवस्थामा आइपुगेको छ। यसमा चाहिँ सम्पूर्ण आमा दाजुभाइ दिदीबहिनीहरूले सबैले सहयोग गर्नुभयो र हामी यो अवस्थामा आइपुगेका छौँ र अहिले चाहिँ यो देशको परिस्थिति अनुसार र अहिलेको जेएनजीको आन्दोलन र देशको परिस्थितिले गर्दाखेरि साह्रै चाहिँ देशमा चाहिँ मार्मिक अवस्थामा पुगेको हुँदाखेरिमा हामी चाहिँ यो देउसी भैलो कार्यक्रममा पनि बाहिर घुम्न ओर्न नजाने स्थिति हामीले सिर्जना गरेर यिनै हामी केही राखौँ भन्ने कुरो संस्कृतिलाई चाहिँ जयना गरेर चाहिँ अगाडि बढाउनु भन्ने सोचाइले किन चाहिँ उ गर्नु भन्ने किसिमले हामीले आज यहाँ कार्यक्रम राखेका हौँ। यसमा चाहिँ सम्पूर्णलाई म चाहिँ यस दिवाली या चाहिँ यो तिहारको उपलक्ष्यमा सबैलाई छठ पर्व लगायत सम्पूर्णलाई शुभकामना दिन चाहन्छु। साथै यो क्षति भएको अनुसार चाहिँ अब हरेकले पनि सहयोग गर्नेले पनि सहयोग गर्न नसक्ने स्थितिमा अहिले आइरहेको छ र केही सहयोग भएर अगाडि बढ्ला भन्ने हामीलाई पूर्ण विश्वास लागिरहेको छौँ र यसमा सम्पूर्णले सहयोग गरिदिनु भएकोमा हामी शुभ धन्यवाद दिन चाहन्छु। ओखलढुङ्गा गाविस म बसेको छु दिम्बा 2 नम्बर वडाको म घिमिरे दुर्गाशङ्कर घिमिरे हुँ। दुखेर लागेको छ यो देशमा एउटैले बिगारेको हो। जसले जे होस् मनोमन अधिकारले कस्तो राम्रो गरेका थिए, अहिले भत्क्यो पहिरो भत्क्यो हामी बुढाबुढीलाई धेरै पिर पर्ने कुरो हो। राति एउटै सुधारेन, एकैजना हो मारे म मर्छु बरु गोली खाएर एकजनाले। त्यस्तै यहाँ पनि कोही कोहीले हुन्छ तर त्यो जान्छ हावा। सबै हाम्रो एकदम मिलप छ यहाँ। उहाँ पनि एकदम राम्रो हुनुहुन्छ, पुजारी हो उहाँ, एकदम राम्रो काम गरेका छौँ, दिन कटाएका छौँ, गाना गायौँ खायौँ बस्यौँ। अब 6 जनाको जानी एउटा छोराले पाल्नु परेको छ, त्यो अलिकति यसो नुनतिउनलाई पुगेको छ, अरू केही छैन। बाँझोबारी छोडेर आएको बिरामी भएर भनौँ 2 खेप मुर्चा परेर 10 जन पैतर्नी गाई यस्तो मगेर पानी समातेर दिएर आएको पर्व हो। यो फैलियो सोच ठुलो सोच। जय नेपाल। नमस्कार, म भचुर जिल्ला अन्नपूर्ण गाउँपालिकामा बस्ने भगवती खत्री। मेरो उमेर 60-65 वर्ष भयो। अनि हामी यहाँ भेला भएर सबैजना हामी यहाँ कार्यक्रम गर्छौँ, नाच्छौँ गाउँछौँ होइन। अनि यो अतिराजित देशको सबैलाई शान्ति होस्, राम्रो होस्। अनि अहिले यो तिहारको शुभकामना सबैलाई राम्रो होस्। अनि म एउटा भजन गाउँछु, सबैलाई राम्रो होस्, मेरो छोराछोरी सबैले राम्रो गरेर पालेको छ, मलाई राम्रो छ। जय गणेश जय गणेश जय गणेश देव, माता तिम्री पार्वती पिता महादेव। जय गणेश जय गणेश जय गणेश देव, माता तिम्री पार्वती पिता महादेव।
नारायण नारायण शिरमा नारायण 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 शिरमा नारायण भद्र महिना शुक्ल पक्ष चौथी मङ्गलबार गणेशजीको जन्म भयो कैलाश दरबार जय गणेश जय गणेश जय गणेश देव माता तिम्रो पार्वती पिता महादेव माता तिम्रो पार्वती पिता महादेव। नमस्कार, मेरो घर ओखलढुङ्गा हो। म यहाँ आएर बसेको 2 वर्ष भयो। नाम मेरो जनकुमारी घिम्रे हो। झिझिदिनमा गाउँपालिका वडा नम्बर 2 बस्ने। यहाँ आएका 2 घर बिरामी भएर 2 बुढाबुढी यहाँ आएका अनि यहाँ बस्दै गऱ्यौँ। छोराबुहारीले यतै बस्नु, अब बुढाबुढी हुनु हो, काम गर्न सक्नु भएन भने अनि यतै बसेका छौँ। अनि अब यो तिहारको शुभकामना हामी ज्येष्ठ नागरिकलाई सबैलाई मेरो तर्फबाट सबैलाई नमस्कार। राम्रो होस्, भलो होस्। सानामा पढ्न पाइएर अहिले यति बेला ज्येष्ठ नागरिकता जम्मा पाएर दुर्गा मन्दिरमा पढाउन लागिरहेछन्। म पनि त्यहाँ पढ्छु छु, यसो कख लेख्दैछु। अहिले मेरो नाति नातिना छोरा बुहारी देश विदेशमा पनि छन्, यता आउँदै पनि छन्। सबैलाई सुख शान्ति रहोस्, तिहारको शुभकामना सबैलाई होस्। यो सबै जान परिवार यो हाम्रो नेपाल देशका सबै आफन्त सबै हामी परिवार आफ्नै होइन त। नेपाली दाजुभाइ दिदीबहिनी कसैलाई दुःख पीड नपरोस्। अब अटो कविता त के भन्नु र, दिनु म भर्खर लेख्न पर्न लागि मान्छे धेरै ठुलो आउँदैन पनि। नमस्कार। नमस्ते, मेरो नाम गीता शर्मा। म यहीँ काठमाडौँ वडा नम्बर 10 यहीँ रुद्रवतीमा बस्छु। मेरो घर यही हो। म यो ज्येष्ठ नागरिक समाज हाम्रो नजिकै भएकोले बुबा आमाहरू धेरैजना आउनुहुन्छ, सबैसँग भेट हुन्छ। यसो आफ्नो मनको पीड व्यथा भएकाले पोख्नुहुन्छ, नहुनेले हाँसी खेली गर्नुहुन्छ, रमाइलो हुन्छ। कहिलेकाहीँ आउने गर्छु, एउटा जोडा भजन पनि गाउने गर्छु। अहिले अलिकति एउटा सानो 2 लाइन भजन भन्न चाहन्छु। हुनु पर्छ मनदेखि निर्मल, कुवा पनि भइदिन्छन् गङ्गा जल। हुनु पर्छ मनदेखि निर्मल, कुवा पनि भइदिन्छन् गङ्गा जल। मनको मैलो पखालिन्न गङ्गा नुहाउँदैमा, मनको मैलो पखालिन्न गङ्गा नुहाउँदैमा। कपट बोकी मुक्ति हुन्न भजन गाउँदैमा, कपट बोकी मुक्ति हुन्न भजन गाउँदैमा। हुनु पर्छ मनदेखि निर्मल, कुवा पनि भइदिन्छन् गङ्गा जल। नमस्ते, सबैजनालाई यो शुभ दीपावलीको शुभकामना हजुरहरू लगायत हाम्रा सम्पूर्ण ज्येष्ठ नागरिकहरूमा, देशमा विदेशमा बस्ने सम्पूर्ण भाइ छोरा नाति सम्पूर्णमा जय होस्। नमस्कार, शुभकामना सबैलाई, तिहारको शुभकामना। मेरो नाम कुन्ती देवकोटा हो। यो ज्येष्ठ नागरिक समाजको चाहिने सबै कुरा चाहिँ अहिलेसम्म हामी गरिरहेका छौँ। यस्तै ज्येष्ठ नागरिकको लाइले हामी सधैँलाई परि आइरहेकोमा चाहिँ नि हाम्रो सबैको चाहिँ कल्याण होस् भन्ने हामीले चाहन्छौँ। सबैको चाहिँ नि राम्रो होस्। ज्येष्ठ नागरिक बारेमा चाहिँ नि हामी सधैँ बिहान बेलुकी यही धाइरहेका छौँ। त्यसको लागिमा चाहिँ नि हामीले चन्जा उठाउने के गर्ने यस्तो गरेर पनि हामी बनाउँदैछौँ। सबैभन्दा राम्रै छ अहिलेसम्म, सबैको पुगिरहेछ। भगवान्ले कल्याण गर्नुभयो, सबैको राम्रो होस्। मेरो नाम फरिन्द्र प्रसाद, वडा नम्बर 12 यहाँ बस्छु। वडा नम्बर चाहिँ मेरो चाहिँ देउपुर मण्डल नयाँ गाउँ घर। अब 3 भाइ छोरा सबै नातिनादेखिको राम्रो शुभकामना, धेरै शुभकामना छ। अब श्रीमती स्वर्गीय हुनुभएको 15 वर्ष भए तैपनि छोरी पनि छैनन्, छोरा बुहारीले राम्रै गरेको छ। यस्तै गरी भाइ साथी हामी पूर्व पश्चिम चारैपट्टिका जम्मा भएका छौँ। हाँसखेल गर्ने, जिन्दगी एक दिन जानै छ, लानु केही छैन होइन। हाँसखेल गर्ने, जीवन कटाउने। जय जय श्री पशुपतिनाथ नारायण। श्रीराम। म बिरुवार कार्की। सर्वप्रथम हाम्रो नेपालमा सबै नेपाली दाजुभाइ भाइबन्धुहरूलाई यस दीपावलीको शुभकामना र हजुर पत्रकारहरूलाई पनि मेरो शुभकामना। म यस ज्येष्ठ समाज गणेश मन्दिरको एउटा व्यवस्थापन समितिको संयोजक हुँ। त्यही भएर हजुरलाई धन्यवाद।
अब धेरै बचेर हुनेवाला केही छैन। जय जय होस् श्रीराम। नमस्कार, म गीता चौलगाई, तुलसी भदौरे, वार्ड नम्बर 4। देश विदेश गएका छोरा भाइ भतिजाको राम्रो होस्। यो कहिले यस्तो जेन्जी भन्ने आएको छ, कहिले लडाइँ नहोस्, शान्ति होस्, सबैबाट शान्ति आओस्, त्यही भन्न चाहन्छु। धन्यवाद।